गुड आफ्टरनुन। गर्मी बढेको छ। आज चाहिँ हामी कहाँ जाँदैछौँ तपाईँहरूलाई भिडियोमा अन्तिमसम्म हेर्नुहोला। बुढो म र मेरो कान्छो जाँदैछौँ। एप्रिल फुल मनाउन गएको धुलेबाट खबर देखाउ न तर भने फेरि खत्तम हुन्छ। घोडा पिल्टिन्छ अस्तिको जस्तो घोडा ल हामी चाहिँ प्रेमताल आयौँ है। यस्तो रहेछ वरिपरि जङ्गल बिचमा पोखरी राम्रो रहेछ। म चाहिँ फर्स्ट टाइम आएको। राम्रो रहेछ। म मेरो बुढा अनि मेरो छोरा र दुईजना साथीहरू आएको। रमाइलो रहेछ। जे होस् बाटो चाहिँ अलिक अप्ठ्यारो अप्ठ्यारो भए पनि सुन्दर हरियाली रहेछ। शान्त वातावरण यस्तो छ। गाडी कुदाउँदाखेरि पनि लड्छु भन्दा कहिले पनि अस्ति तिमी कुरा गर्दै हिँड्दा कस्तो भान्जा लड्यौ क्या त्यस्तो हुन्छ नि। यो अल्छी लाग्दै पनि हिँड्नु हुँदैन क्या जान्न त्यो भन्दै हामीले चाहिँ सेकको अर्डर गरेको थियौँ। आइपुग्यो। यस्तो चाहिँ यस्तो उयोमा दिँदो रहेछ नाङ्लो जस्तो उयोमा। अनि यसरी मैले चाहिँ भिडियो बनाएँ। हेर्दै खाउँ लाग्दैछ है साथी हो। यस्तो छ घुमा चाहिँ क्या त्यो मुखमा लगाएपछि कस्तो मिठो टेस्ट आउने क्या। हामी चाहिँ सेकुवाहरू खाइसकेर घुमेर पनि फर्केको। एकदम घाम थियो कि त्यही भएर भिडियो पनि मैले धेरै बनाउनु पाइनँ। यस्तै छ यो ठाउँहरू। यसो भिडियोहरू खिच्दै हामी चाहिँ फर्केको। अब अर्को भिडियोमा ल यस्तै भयो। धन्यवाद।